कट गरेर अहिले के म के रेपिस्ट र भाग्ने म रेपिस्ट बनाउ न त तिमी कस्तो पागल आइ मेरो चाहिँ के यार भाइ के बोले के जथा भाबी बोले मैले जता भाबी बोलेको छैन त्यसलाई पछाडिबाट नबोल भन के मेरो रेपिस्ट बना भने के भनेको त भनेको मलाई रेप गर भनेको गलत भन्नु यो पागल आइ मेरो चाहिँ गाइस यार त्यस्तो नगरेर भोलि गर्थे बिहा गर्न पर्दैन रेप गरेपछि त गर्न परिगयो त अनि कसले छोड्छ र म त 5 लाख नक्सुने मान्छे हैन यो आइमै पनि दिमागमा गोबर बाग केही छैन यार मेरो दिमागमा तिमी नै भरेको छ नि त अनि गोबरको तिमी भयो नि गोबर मेरो दिमागमा तिमी नै तिमी मेरो मनमा तिमी नै तिमी मेरो जिन्दगानीमा तिमी नै तिमी मसँग 10 लाख छ त्यस्ता कुरा नगर जम्मा 10 लाख हामी विवाहित त त्यस्तो नगर तिमी विवाहित हो हाम्रो बिहे भइसक्यो त्यस्तो कुरा नगर के हामी दुईजनाको बिहे भइसक्यो भोलि बेला तिमीलाई पनि त समाजमा बिहे गर्न पर्ला बिक्नु पर्ला अनि कहाँ यसरी तिमीलाई कसले बिहार्छ यसरी मेरो त बिहे भएको छैन तिमीले गर भने मान्दैन बौलाई दिमाग खराब बिहा एउटा बुढीलाई कहाँ लगाएर फाला मन्नी हुन्छ घरि अर्की आइ फेरि यार सँगै राख के तिमी बिचमा सुत के बोल्छ यार मैले के बोलेर बिचमा सुत भनेको त हो नि छु म तिमीलाई भेटेर एकदम आफूले आफूलाई एकदमै गर्ववती महसुस गरिरहेको छु म एकदम खुसी तिमीलाई भेटेर तिम्रो कुरा सुनेर म एकदम संसारकै सबभन्दा लकी मान्छे म महसुस गरिरहेको छु तिमी गेम खेल्ने पनिसमेन्ट गर्छौ के पनिसमेन्ट मलाई चाकल लाउन आउँदैन है यार मैले त हल्लाउन पनि भनेको छैन यार यार दुनियाँ थरी यार कस्तो यार कस्तो सिधै भनेको त फोरो शब्द यार प्रकाश सपुरले त्यस्तो भन्दाखेरि कन्ट्रोभर्सी आयो गीतमा ल न तिमी म्याच प्ले गर तिमी जे भने के गर्छौ अरे जे भन्दै मतलब बट भौलाई नाङ्गिन हिँड्छौ यार तिमीले हिँड्न दिन्छौ र यो बौलाई रे चाहिँ म त यार गाइस यार छ्याट मेरो कानको पर्दा फाट्दिया यार के यार तिम्रो पर्दामा के फाटेको तिमीलाई देखेर मेरो के फाटिसक्यो यार बौलाई हामी उल्लो जाऊ कसैलाई दिल हात गरी नाटक मेन्टल हस्पिटल लैजाला यार के बोल्छ बौलाई रे यार तिमीलाई थाहा नै छैन तिमीलाई मलाई कतिले माया गर्छ के रे कति मान्छेले माया गर्छ त्यही सेकु धमकाले होला गर्छ कसले माया गर्छ तिमीलाई र मलाई कति धेरै मान्छेले माया गर्नुहुन्छ तिमीलाई माया गर्ने भनेको त काठमाडौँको त कलौटी हो कलौटी यो अनि कलौटी भने तिमी नै त अनि आई मेनी बौलाई रहेछ गाइस यार थ्याट तेरी यार वुमेन मिस्टर गुरुङ वेलकम ब्याक हजुर तिमीले मलाई 50 चोटि बौलै भनिसके अब बौलै भन्यो भने तिमीलाई म बौला भनेर दिक्क बनाउँछु यो आइमा यार के हो यस्तो यार बुड्ढा त कस्तो बौला रहेछ ले किन यस्तो गरेको के किन नरिसाउन तिमी रिसाएको नै म एकदम खुसी छु म एकदमै संसारकै सबभन्दा भाग्यमानी मान्छे मै भएँ तिमीले गोरीको साग देख्यौ नि त त्यही भएर खुसी ए बौलाई वुमेन के बोल्छ यार त्यस्तो नबोला यार राम्रो अनुहारले तिम्रो अनुहार राम्रो ल भन्नु साथीहरू मेरो अनुहार राम्रो छ कि छैन ल भन्नु रविनजीको साथीहरूले मलाई भन्नु ल मेरो अनुहार राम्रो छ कि छैन ल तिम्रो अनुहार राम्रो यो चाहिँ कुन टेन्स भन्दा अप्रिल फुल किन आज अप्रिल फुल हो र म अप्रिल फुल मनाउनु जस्तो लाग्छ भनेको के गाइस छैन यार तिम्रो अनुहार त बिल्कुल त्यो कोहीको गुलाब जामुन जस्तो छ यार गुला जस्तो खत्म बाय बाय टाटा गुड बाय वुमेन no
है त तिमी त लास्टै गए गुज्रेकी रहेछौ यार ले बौलाई रहेछ यार के बोल्छ लास्टमा त यार गाइज यार मान्छे त सिम्पल छ टाटु साटु खोप्यो कि कता कता खोप्यो टाटु मान्छे हेर्दा सिम्पल देखिन्छ यार पुरा अब म तपाईको फोटो यहाँ हान्छु है कहाँ Women. के म भर्खरको दुखानी बच्चा त्यस्तो लाग्छ मलाई खाइराख्नु पर्यो रे यार बौलाई रहेछ गाइज यार धट मसँग 10 लाख छैन धर मसँग 10 लाख छैन प्लिज यार यस्तो नगर यार 5 लाख भन्दा भन्दैन 5 लाख तिमीसँग बोलेको 5 लाख म 5 लाखमा पनि हुँदैन भन्नलाई तिमी नोरा फति हो आरु सेल ब्याट्री तिमीसँग बोल्नको लागि 5 लाख चाहिने के ओके ए बौलाई रहेछ के बोल्छ गाइस यार छा यार के बोल्छ आफैलाई थाहा छैन यार थ्याट तेरी यार के हो यार एउटा यार र बॉयफ्रेन्ड चाहिएको बा भन यता मैले धेरै कमेन्टमा धेरै जना साथीहरु हुन्छ सिंगल तपाईकोमा जसलाई गर्लफ्रेन्ड चाहिएको छ यता मेरोकोमा पठाइदिनु न तपाईले बाल दिनु बाल नदिने रे तपाईले बाल दिएन त नि अनि तपाईको अनि कहाँको बाल अब के थाहा त बाल त कहाँको बाल बाल यहाँको Women. बौले रे ज्याक ल तिमी ल कतिको सरी पुसअप गर पुसअप लौ न जिन्दगानीमा पुसअप के पुसअप यसरी गर्ने 10 चोटी गरेर लु गरेर देखाउनु नेपाली हो भने लु कतिको बलियो छौ आउनु पर्यो नि पुसअप गर्न भो पुसअप भन्ने पिसाब गर्दै ल्या भो तिनटा भन्नु न तिनटा एउटा पुसअप अनि